होटल सफारी प्रवेश गर्दैछौँ। होटल सफारीको यो हात्ती सेक्टर हो, हात्ती पाल्ने ठाउँ। सफारी नारायणी होटलको यो पुरानो संरचना यसरी सुरु भएको छ। हिजो चाहिँ व्यक्तिको दाइ कहाँ गयो, आज भाइ आइपुगेछन्। हुन्छ किन भित्रै बस्छन्। यो व्यक्तिको जमिन रहेछ। फेरि यतापट्टि चाहिँ यो घरगाई, भरतपुर घरगाई भन्छ यसलाई, हात्ती पालेको ठाउँ। धेरै पहिला यहाँ पनि होटल सञ्चालनमा थियो, अहिले त छैन। गार्डन छ। हात्तीहरू छन्। हात्तीको लागि खानेकुराको बन्दोबस्त छ। हात्ती चढ्नु पर्यो भने हात्ती चढ्ने ठाउँ। हात्तीको यसरी छ भने त्यहाँबाट हात्ती चढ्ने हो। जन्ममा हान्ने भने त बहुत खतरा, भयङ्कर ठुल्ठुलो खालको हात्तीहरू। कतिवटा छन् अहिले? 4वटा छन्। कति ठुलो छ हात्ती। है